आज हाम्रो मम्मीले के गर्दै हुनुहुन्छ? सिन्की थिच्दै हो। जाडो आछ सिन्कीको झोल र भात। सिन्कीको झोल, घरको अर्ग्यानिक सिन्की। कति दिन लाग्छ यो बन्न, कसरी बनाउने थोरै बताइदिनु त मम्मी। डिब्बामा चाप्ने, त्यहाँबाट 8-9 दिन डिब्बा रहन दिने, त्यहाँबाट सुकाउने। कति दिन सुकाउनु पर्छ होला? 4-5 दिन। अनि कति दिनसम्म खान मिल्छ नि बनाएर रेडी भइसकेपछि? 1 वर्षसम्म मिल्छ। 1 वर्षसम्म खान मिल्छ है। यति सुकाए। आफ्नो घरकै मुला, आलु सिन्की, आलु सिन्की बनाउने खाने। त सिन्की कसरी बनाएर खान्छन्, गुन्द्रुक सिन्की कसैलाई खान मन लाग्यो भने सम्पर्क गर्नु होला। जति पनि छ मम्मीले बनाउँदै हुनुहुन्छ। चाख्नको लागि थोरै थोरै जतिजनाले खाना खोजे पनि उपलब्ध गराउन सकिन्छ। यो त त्यस्तरी थिच्न थाल्यो भने त धेरै टाइम लाग्छ त। 1 घन्टा त भइन्छ। अनि यो थिचेर यत्तिकै सुकाउने, त्यसपछि बल्ल बत्तल डिब्बामा राख्ने हो? होइन, डिब्बा चाप्ने, त्यसपछि सुकाउने। 8-9 दिनपछि निकालेर। ए 8-9 दिनपछि निकालेर अनि कति दिन सुकाउनु पर्छ? 4-5 दिन। 4-5 दिन सुकाएर अनि फेरि डिब्बामा राख्ने। ल साँच्चीकै कसैलाई सिन्की खान मन लाग्यो भने मैले चाहिँ खुवाउँछु है। कसैले भन्नुहुन्छ भने चाख्नको लागि भने घरको अर्ग्यानिक सिन्की